नमस्ते, म छु यति बेला होटल एक्सिलेन्ट भ्यूमा है। हामी डे 3 मा एक्सिलेन्ट भ्यूमा आइपुगेका थियौँ हिजो मात्र। र हिजोको बसाइ हामी यहाँ बस्न त पाएनौँ, किनकि यहाँको व्यवस्थापन समिति, पर्यटन व्यवसाय समितिले चाहिँ पालो सिस्टममा राखिएको हुनको कारणले गर्दा हामी चाहिँ यहाँ बस्न पाएनौँ। तर हिजो जसरी उहाँले न्यानो माया गरेर सत्कार गरेर जुन सम्मान दिनुभयो, एकदमै आभारी छौँ, कृतज्ञ छौँ। नेक्स्ट टाइम आउनेछौँ हामी यहाँ बस्नलाई। होटल एक्सिलेन्ट भ्यूमा आउनको लागि मेरो ज्वाइँ साहब बाबुराम गौतमज्यू, म उहाँको नाम लिन चाहेँ। र एकदमै रमाइलो लाग्यो, खुसी लाग्यो। उहाँहरूको यति राम्रो माया सत्कारको लागि एकदम कृतज्ञ छु, ऋणी छु। यसै गरी म होटल एक्सिलेन्ट भ्यूको सञ्चालक मेरो साथमै हुनुहुन्छ। नमस्ते। नमस्ते हजुर, आराम हुनुहुन्छ नि? हजुर एकदम आरामै छु। हजुरको शुभ नाम? मेरो शुभ नाम चाहिँ चिमनारायण गौतम पर्यो। चिमनारायण गौतम। म चाहिँ यहीँको ओनर पनि परेँ हजुर, र यहीँको लोकल पनि परेँ हजुर। र हिजो कहाँबाट हजुर मलाई सम्झेर यो होटल एक्सिलेन्ट भ्यू हजुर, नारायण कहाँ हुनुहुन्छ भनेर खोज्दै आउनुभयो। हजुर। त्यसको लागि हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हस्, हुन्छ। हजुरलाई धेरै धेरै धन्यवाद यति न्यानो माया सत्कारको लागि। देख्न सक्नुहुन्छ, तपाईँ पनि आउन सक्नुहुन्छ होटल एक्सिलेन्ट भ्यूमा। तपाईँहरूले पनि यस्तै न्यानो माया सत्कार पाउनुहुनेछ है। सेवा गर्ने मौका दिनुहोस्, सबैजनाले सम्झेर आउनुहोस्, ग्रुपमा आउनुहोस्, फ्यामिली भएर आउनुहोस्, पाहुना बनेर आउनुहोस्, साथी बनेर जानुहोस्। अत्याधिक भन्दा अत्याधिक साथीभाइहरू होटल एक्सिलेन्टमा आइदिनु होला। असाध्यै राम्रो छ यहाँको व्यवस्थापन, असाध्यै सुन्दर छ। खानेकुराहरू, मिठास र भोजनहरू तपाईँहरूले पाउनुहुनेछ। सबैजनाले सब्सक्राइब गरिदिनु होला, सेयर गरिदिनु होला है। होटल एक्सिलेन्ट भ्यूमा आइदिनु होला। धन्यवाद।